यो ठ्याक्कै यो रातो मेरो कार हो है। अनि कति कारमा हिँड्ने भनेर खुट्टाले हेरिरहेको होइन होला के हो। मौसममा तातो तातो झ्यान बनाऊँ भनेर सो हेरौँला 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 तेरो यो चुरीफुरी कति दिन टिक्छ म पनि हेरौँला। कस्तो दामी फुलेछ है साकुरा। घुम्न आउने होइन त साकुरा फुल हेर्न हाम्रो किसुकतिर। हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ जुन्दास ब्लग सभा युट्युब च्यानलमा। सो न्यू डे न्यू ब्लगको साथमा आज चाहिँ फेरि धेरै दिनपछि सानो एउटा मिनी ब्लग बनाउँदैछु। आजको मिनी ब्लग चाहिँ खासै त्यस्तो केही छैन। यो कोरियामा चाहिँ साकुरा फुल्दैछ नि त। अनि हाम्रो खिच्काहरू पनि चाहिँ साकुरा फुल फुलेर कस्तो भएको छ त। र योचोटि फर्स्टचोटि फुलेको फुलहरूको भिडियो चाहिँ देखाउनेछु। र आजको भिडियो कस्तो हुन्छ भिडियोलाई अन्तिमसम्म कन्टिन्यू गरिदिनु होला। र मन परेमा लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। र जाँदा जाँदै चाहिँ मेरो युट्युब च्यानललाई एक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै आजको भिडियो सुरु गरौँ। मसाला आयो आपले त यो वर्ष चारै फुलेछ नि फुल त। पैसा त गर्मी भइसक्यो कि फुल हेर्नु जानु त। अनि गर्मीले यो पोहोर साल त त्यो गर्मी जाने बेला माथि जाने बेला त पुरै भइसक्यो थियो। यो ठ्याक्कै यो रातो मेरो कार हो है। अनि कति कारमा हिँड्ने भनेर खुट्टाले हेरिरहेको होइन थापाजी है। हाम्रोतिर चाहिँ यस्तरी साकुरा चाहिँ डक्क मक्क फुलेको चाहिँ यसो दामी भएको छ। एक हप्तामा भएको छैन यो फुलेको। यतातिर चाहिँ हाम्रो घरहरू पुरा फ्ल्याट छ। यो फेरि अर्को गाडी यहाँ रोकेर राखेको छु। यो पो दामी फुलेछ यार थाहा पाइ हेर्नुहोस् त। त्यहाँ जानुहोस् त म एक पोसान दिन्छु। यसमा बस्नु यस्तो दामी फुलेछ है साकुरा। घुम्न आउने होइन त साकुरा फुल हेर्न हाम्रो किसुकतिर। ल आज चाहिँ हामीले नेपाली मोमो खाँदैछौँ है। यसो जाडो मौसममा तातो तातो झ्यान बनाऊँ भनेर। सो बाहिर यस्तो चिसो छ नि त, चिसो छ त्यही भएर आज नेपाली रेस्टुरेन्ट छेडेर नेपाली मोमो खान लागेको। अनि आज नेपाली मोमो खान लागेको। नेपालको जस्तो स्वाद हुन्छ कि हुँदैन है हेरौँ खाएर। अनि यतातिर भित्तातिर चाहिँ ठ्याक्कै नेपालको झन्डा राखेको छ है। अनि सगरमाथाको चित्र राखेको छ। अब हामीले मोमो खाँदैछौँ। मोमोको टेस्ट चाहिँ कस्तो छ त है।
भिडियो के बनाउँदा भाइ मोमो खानु लाग्दा हाम्रोतिर त के अरे यो छुट्टै दिन्छ मोमो सुप छुट्टै दिन्छ त्यही त धेरै छ कि अनि नुन चर्को ये बन बनाए थे और ये चीज़ बने हाँ कि आप पर बना लाते हैं ना पहले आप कंपनी सोच करें
काम बोलायो भने म त्यसले चाहिँ आयो भने मै कम्पनी छोडिदिन्छु त्यसले चलायो भने त्यो मान्छे बाहिर काम गर्छौँ हामी नभर्खर आएको बेलामा उता मासु पोलेर खाने ठाउँमा लाग्यो जाम